किन जान दिदैनस् के गर्छस् हातले लाउने हैन नि भनिरहेछ हात लाउने हैन नि फोन लाउनु त झिल्के ड्राइभरलाई तपाईहरुले प्रत्यक्ष देखिराख्नु भएको छ होला यहाँनेरि छोराछोरीलाई पनि त्याग्ने श्रीमानलाई पनि त्याग्ने आखिर ती झिल्के ड्राइभरले कतिसम्म माया प्रीति लगाएको रहेछ म झिल्के ड्राइभरसँग कुराकानी गर्छु र अब नबस्ने नै भएपछि के गर्ने त के तेरो जस्तै रक्सी खाएर हलिएर हिँड्ने काम छैन त गाडी चलाएर हिँड्नु पर्छ त्यो झिल्के ड्राइभरले त गाडी चलाएर त हिँड्छ ल मार त ल मार मार ल मार हान त पहिले हान न त नि त्यो झिल्के के खाइदिएको छ तेरो र हान्छस् मलाई त्यो झिल्के ड्राइभरले ल हान त ढुङ्गाले म पनि टाउको फुटाइदिन्छु विचार गर्ने फेरि ढुङ्गा नफुटाउनु ए सर यत्रो हैन हेर्नु त कस्तो बोल्दै कस्तो बोल्छ त नि तँ जस्तै रक्सी खाएर हलिएर हिँड्ने उ छ झिल्केले यो हान्छ हान्दैन खाँदैन केही पनि खाँदैन खाँदैन है खाँदैन होइन सर के हो यसले यति बोल्छ म बर म हस्पिटल लगेर खुट्टा भाँचा लु भाँच त त्यस्तो हुँदैन ले पक्रिला भाँच हैन हो क्या सर यो हेर्नु त यति बोलेको कति रिस उठाउ मन त कसम होला तपाईले त एक दियो त्यो फोन गर ले म फोन गरिदिन्छु ले किन गर्छस् त्यो झिल्केलाई म फोन तपाई चाहिँ ढल्छ अहिले उलाई उता एट्याक गर्दा छिटो फोन गर त्यो मान्छे नआउँदैछ त कहीँ पनि किन जान दिदैनस् के गर्छस् किन हानी हानेको त नि होइन हात के गर्नुपर्छ बर म गर्छु मेरो मैले भन्दैछु मेरो उता फोन गर म त मेरो ल उता उयो गर्नु हेलो त्यो ल्याउनु त म बोल्छु दादा यहाँ सुन्नु मलाई यो पिटेर मार्न लागिसक्यो ए कसले हौ कसले पिटेर मार्न लाग्यो यहाँ हेर्नु सबै यहाँ हेर्नु न पिटेर मलाई तपाई हात लाउनु यहाँ हेर्नु पिटेर उता तपाईले कसलाई सुनाको तपाईको त्यो मान्छेले बोलाउनु यहाँ यो मान्छे त्यो हामी पनि फोन गरेर बोलाउनु उता ड्राइभर को ल्याउनु त म बोल्छु ल्याउनु त म बोल्छु ल्याउ अब उले पनि छोडो भएन नि उ यहाँ दिनु हेलो एकछिन को खै उता ड्राइभर हो छ यता ल को तपाई चाहिँ को हाम्रो गोमाको एकछिन चुप लाग्नै गोमाको चाहिँ गोमाको को पर्नु भयो तपाईँ कोही होइन भने तपाईँको बोल्ने काम पनि छैन गोमाको कोही होइन भने तपाईँको बोल्ने काम पनि छैन अन्त गोमाको तपाईँ को बोल्नु भयो अन्त तपाईँ अनि गोमालाई चाहिँ के गोमाको तपाईँको तपाईँको श्रीमती हो तपाईँको यहाँ राख्नु त्यो कोही होइन छोड्नु फकटा नाटक भइरहेको को यो मान्छे दाइ हो कि कुन दाइ फेरि यहाँ रेकर्ड भइरहेछ नि फेरि कुन दाइ ड्राइभरको साउ ए ड्राइभरको साउ रहेछ तपाईँले हात लाउने होइन नि फेरि त्यसरी मैले भनिरहेको छु हात लाउनु मिल्दैन नि फेरि गल्ती हो पहिला हिर्काउनु हुन्थ्यो कि यसरी नै तपाईँले हिर्काएको रहेछ भनेर बुझ्यो अहिले तपाईँले यसरी हिर्काउनु हुन्थ्यो क्या हिर्काउनु होइन तर अति कति यत्रो क्यामेरा अगाडि म बोल्दा सत्य कुरा बोल्दा के गर्नु त होइन सबैले देखाउनु पर्यो भने मैले त्यो भन्दै सबैले देखाउनु पर्यो दुनियाँ देश विदेश सबै नगर्दाखेरि त कुटो पिटो भने आरोप लगाइदियो अनि मैले पनि अब देख्नु न कस्तो बोली त्यसरी हात लाउनु हात लाएर चाहिँ हुन्छ समस्या समाधान हुन्छ हात लाएर भनेको अब सकेसम्म त मैले के गर्न खुट्टा मैले निचोडमा गरिदिनु अब सकेसम्म मैले खुट्टा ढोक्नु अब निचोड अब कुरा हुन्छ यहाँ आउनु त लु अब होइन अब तपाईँले यसरी म बस्दिनँ कसैसँग नि बस्दिनँ कति वर्ष पुग्यो तपाईको जतिसुकै वर्ष पुगौँ त नि म पटक छोराछोरी किन जन्माएको मैले मात्र जन्माएको छोराछोरी किन तपाईको होइन यो छोराछोरी कसको यो छोरा कसको तपाईँको नि हो त छोराछोरी त मैले के छोराछोरीलाई हेर्दिनँ भनेको छु र हेर्छु त मैले भनिरहेको छु त अर्को बुढा खोज्नुपर्छ तपाईँले खोजे मेरो जिन्दगीको कुरा मेरो खुसीले बाँच्छु म
कस्तो मान्छे यार तपाईँ यार यो छोरा रुको थाहा छैन तपाईँलाई म पनि त यस्तै गरेर रुएको थिएँ कुनै दिन कोसँग रुनु भएको नाटक त गर्छ त यहाँनिर कति साह्रो ठोकियो मलाई अनि के त त्यो ढुङ्गामा ठोकिएन मलाई यहाँनिर पिटेपछि त लड्दैन मान्छे पिटेन यस्ता पिट्दाखेरि दुख्दैन हामीलाई चाहिँ जबरजस्ती लड्नु भएको त्यो त जबरजस्ती भयो छोडिदिनु सक्यो म कसैसँग बस्दिनँ मेरो जिन्दगीको कुरा हो मेरो जिन्दगी भयो त सक्यो म छोराछोरीसँग नि बस्दिनँ म कसैसँग नि बस्दिनँ भाइ बुझ्यौ नि हैन बुझ्नु भयो भन्नु नि आमाले हेर भाइ तिम्रो लागि आमा मरिसक्यो क्या मरिसक्यो हो कस्तो आफूले जन्मेको त्यत्रो महिना पेटमा राखेर निकालेको बच्चाहरू माया लाग्छ नि यार अलिकति त यार कति भन्दा हुँदैन कति सम्बन्ध यता आउनु न ठिक छ अब सक्दो हामीले कोसिस गरे हो भाइ अब अरु भन्दा नि तिमीले बेलचा चलाएर चाउचाउ पानीमा हालेर खाएको अब बाउआमाले बुझ्दैन हैन अब के गर्नु त चाउचाउ पानी पुरै छोड्नु बुझेन अब के गर्नु यो कुरो सुनेर हाम्रो मुटु दुखिरहेछ क्या तपाईँलाई बुढेसकालमा जवानी चढेको तपाईँको जेठा छोराको त्यो कार्य सुनेर नि हाम्रो मुटु दुखिरहेछ क्या तपाईँहरूको आमा बाउको मन किन दुख्दैन क्या उसले बेलचा चलाएर अब डिभोर्सै गर्ने है दिवसै गर्ने हो म अब उतै जाने उतै जानुहुन्छ उतै जान्छु यता आउँदा म अन्तिम गरिदिन्छु त अब जाने नै हो भने ल यता आउनु यता आउनु न यहाँ त अन्तिम गर्नु पर्यो नि त तपाईँ जानु अब के गर्नु त दर्शकवृन्द छोराछोरीले कुरा राख्यो आमा राख्ने भनेर कतै अर्कै ठाउँ कोठा भाडा लिएर राख्ने भनेसम्म पनि उहाँलाई भनिसक्यो अब कमाएर खुवाउन छोराछोरीको कर्तव्य हो गर्छु भन्दै पनि गोमादेवी परियार आखिर चितवन नै जाने ती ड्राइभरसँगै जिन्दगी बिताउने भन्ने खालको उहाँले कुरा राखिसक्नु भएको छ र तपाईँले उहाँसँगै जिन्दगी बिताउने हो ती ड्राइभरसँगै हो उहीसँग जिन्दगी बिताउने हो मुटु दिइसक्नु भएको है मन तन दिइसक्नु भएको होइन उहाँलाई नै भन्नुहोस् न हो मैले सबै थोक दिइसकेको म उतै जान्छु यता बस्नुहुन्न बस्दिनँ सुनिसक्नु भएर उहाँले मन तन सबै दिइसकेको ती झिल्के ड्राइभरलाई भनेर उहाँले भनिसक्नु भएको छ अब हामी चाहिँ यहाँ वडा हुन्छ प्रहरी चौकी हुन्छ कहाँ हुन्छ गएर चाहिँ त्यहाँ पनि हामी छलफल गर्नेछौँ र उहाँहरूको डिभोर्सको हरेक कागजातहरू मिलाउनेछौँ र उहाँको श्रीमान उहाँको परिवारबाट उहाँलाई पक्का नै बिदाई गर्छन् होला भन्दै म विक्रम लिम्बू बिदा हुन चाहिँ हस्त नमस्ते सेवारो उता फोन गर ल उता उयो गर्नु कसले पिटेर मार्न लागिसक्यो उता ड्राइभर हो यता ल को तपाईँ चाहिँ को हाम्रो गोमाको एकछिन चुप लाग्नै गोमाको चाहिँ गोमाको को पर्नुभयो तपाईँ कोही होइन अनि गोमालाई चाहिँ के गोमाको तपाईँको तपाईँको श्रीमती हो केही दिन अघि गोमादेवी परियार चाहिँ हरायो भनेर उहाँको श्रीमानले रुँदै हामीसँग कुराकानी गर्नुभएको थियो र पछि फेरि श्रीमती हराएपछि श्रीमती खोज्नको लागि श्रीमान पनि हरायो भनेपछि यहाँ छोरीले रुँदै हामीसँग अनुरोध गर्नुभएको थियो र आज फरार भनिएकी गोमादेवी परियार हामीले चितवनमा भेटेर अहिले चाहिँ हामी लुक आइपुग्यौँ अहिले अब कुराकानी हिजो धेरै कुराकानी पनि भएन अहिले म कुराकानी गर्न गइरहेको छु सबैभन्दा सुरुमा हजुरलाई नमस्ते सोधी नमस्ते हजुरको नाम गोमादेवी परियार हजुर है नमस्ते भन्नु नमस्ते तपाईँको नाम चाहिँ युनिसा सदा अस्ति भिडियो कलमा कुराकानी भएको थियो तपाईँको होइन मम्मी हराए जसरी नै खोजिदिनु भन्दै रुँदै हुनुहुन्थ्यो है अनि मम्मी त भेट्नुभयो कतिको खुसी हुनुहुन्छ खुसी नै छु मम्मी भेट्दा खुसी छ अब मम्मीलाई छोड्ने कि नै अब मम्मीसँगै बस्ने मम्मीलाई राख्ने हामी आफूसँगै अनि मम्मी यहाँ बसिनन् भने
मम्मी जहाँ गयो नि जाने मम्मी सँगसँगै जाने जस्तो अब के अरे तपाईँ सकेसम्म आफै राख्ने कोसिस गर्ने अनि मम्मी बसिनन् भने चाहिँ अब मम्मी बसेनन् भने अब के गर्नु अनि तपाईँ चाहिँ दिदी अब श्रीमान छोरा ल ठिक छ श्रीमानसँग तपाईँको झगडा भयो अरे छोराछोरीसँग त बस्न सकिन्थ्यो होइन म छोराछोरीसँग नि बस्दिनँ श्रीमानसँग नि बस्दिनँ म धेरै मैले पीडाहरू खेपेँ धेरै पटक पटक म मरेर बाँचेछु है मलाई धेरै कुटपिट गर्ने जाँडक्सी खाने कुटपिट गर्ने आज पहिला जा भन्ने भोलि पहिला जा भन्ने त रन्डी होस् भन्ने त दमिनी होस् भन्ने त पहिला गइहाल सबैजना जान्छ त किन जान सक्दैनस् पहिला के देखेर बस्छस् जुका टाँसे जस्तो किन मसँग टाँसिएर बस्छस् रन्डी त काहीँ नभएकी लानु पर्यो नि कसैले भेट्नु पर्यो नि लाने मान्छे त जस्तै यस्तो मान्छेलाई कसले लान्छ भनेर यस्तो यस्तो भन्ने अनि त्यसपछि छोराछोरीलाई पनि यो दमिनी भन्नु है भनेर सिकाउने अनि त्यसपछि यो घरको नोकर हो यसलाई नोकर भन्ने यो नोकर हो नोकरको ठाउँमा बस्नुपर्छ यसले भन्ने अनि छोराछोरीलाई यो सौतिनी आमा हो तिमीहरूको आफ्नो आमा होइन भनेर यस्तो यस्तो सिकाउने भने यसलाई भनेर यस्तो यस्तो सिकाउनु हुन्थ्यो अनि त्यसपछि धेरै पिट्ने कुट्ने कोहीले खानै नदिने अनि त्यसपछि मैले जबरजस्ती गरेर खाना बनाउन गएँ भने पनि चुल्हामा भित्र चुल्हा फुटाइदिने थालभाँडा फ्याल्दिने त दमिनीले पकाएको कसले खान्छ र हामी खाँदिनौँ भन्ने अनि त्यसपछि त्यसरी पिट्ने कुट्ने अनि कुट्दाखेरि कोही गाउँको मान्छेहरू आएर के भन्छ यसरी किन कुट्छस् भन्यो भने मेरो घरमा जेसुकै गर्नु तिमीहरूलाई के मतलब तिमीहरूलाई खाँचो चासो छ भने लैजा भनेर त्यस्तो मान्छेहरूसँग झगडा गर्नुहुन्थ्यो अनि त्यसपछि ठिक छ अब तपाईँको श्रीमानसँग त्यो झगडा भयो होइन अनि छोराछोरीको माया लाग्दैन छोराछोरीको माया त लाग्छ छोराछोरीको माया किन नलाग्नु र छोराछोरीको अब म उता गए पनि छोराछोरीलाई म त्याग्दिनँ मैले भनिरहेको छु छोराछोरीलाई म त्याग्न सक्दिनँ मैले बाध्यताले र परिस्थितिले गर्दाखेरि मैले घर छोड्न यो बाटो अपनाउन आफू बाँच्नको लागि भए पनि यो बाटो अपनाउनलाई मलाई भएको हो मैले बाध्यताले यो बाटो अपनाएको हो म आफ्नो रहरले खुसीले होइन मैले बाध्यताले गर्दाखेरि यस्तो बाटो अपनाएको म यदि उहाँ गएँ पनि म छोराछोरीलाई छोडेर हिँडे पनि म छोराछोरीलाई त्याग्दिनँ म छोराछोरीको लागि पनि केही सोच्छु गर्छु भन्ने चाहिँ मेरो चाहिँ मनमा छ लागेछ अब छोरीले त भन्दैछ त वर्षक मम्मी यहीँ बसे हामीसँगै बसे हुन्थ्यो भन्दैछन् त होइन म बस्दिनँ किनकि अब म आफ्नो सही सत्यतामा सलामत बस्दाखेरि त मलाई हर बखत त केटा खेलाउने त पहिला गएर आएको त पहिला जा यस्तो त्यस्तो भने त गइस् भने म आफ्नो छोरीको पोइ हुन्छु म आमाको पोइ हुन्छु तँलाई म खोज्न जाँदिनँ गइहाल निस्केर यो 52 ढोका खुल्ला छ भनेर उहाँले मलाई त्यसो भन्नुहुन्थ्यो अब झन् म यसै हिँडिसकेको अब झन् म फर्केर श्रीमानसँग नबसे पनि छोराछोरीसँग बसे पनि मलाई समाजले पनि र उहाँको परिवारले पनि भन्नुहुन्छ त पहिला गएको त थिइस् नि फर्केर आइस् राख्नु पर्यो नि यस्तो त्यस्तो गरेर खान सक्नु पर्यो नि भनेर मलाई यस्तो झन् धेर टचर आउँछ त्यसैले म यहाँ बस्न सक्दिनँ म उताको केटो चाहिँ के थरी उहाँ परियार हुनुहुन्छ के नाम हो राजेश परियार हजुर उहाँले पनि यस्तै व्यवहार गर्नुहुन्छ कि उहाँले गर्नुहुन्न उहाँले भन्नुहुन्छ अब मैले पनि धेरै दुःख पाएको मैले पनि धेरै यस्तो श्रीमतीबाट पीडा पाएको छु अब तिमीले पनि यसरी पाएको रहेछौ अब ठिकै छ मैले पनि ल्याएँ अब तिमी पनि आयौ हामी अब राजी खुसीले आएको हामी सुख दुःख बाँडेर सँगै सङ्घर्ष गर्नुपर्छ म तिमीलाई हेला कहिले गर्दिनँ जस्तो हुन्छ त्यस्तो हामी बाँडी खानुपर्छ मिलेर बस्नुपर्छ यस्तो नराम्रो हेला गर्दिनँ म यस्तो गर्दिनँ त्यस्तो गर्दिनँ राम्रोसितले राख्छु भनेर भन्नुहुन्छ सासू ससुराले पनि अब नआउनु आइहाल्यौ राम्रोसितले बस तिमीलाई हामी बुहारीको दर्जा होइन छोरीको दर्जा दिएर राख्छौँ छोरी जस्तो मान्छौँ भन्नुहुन्छ उहाँहरूले धेरै माया गर्नुहुन्छ अब नआउनु आइहाल्यौ अब नजाऊ अब नआउनु थियो पहिले आइसकेपछि अब राम्रोसितले घर राखाऊ हाम्रो पनि एक्लो छोरा हो 4 बहिनी छोरी छ धेरै भाइ छोरा भएको भए पो केही हुन्छ भन्ने हुन्थ्यो अब एकै भाइ छोरा छ हाम्रो बुढेसकालको सहारा भनेको नि यही छोरा हो अब छोरा भनेको त बाहिर फेरो हिँड्ने मान्छे हामीलाई तातो पानी तताएर दिने मान्छे धरीसम्म हुँदैन बुढेसकालमा तिमी आयौ राम्रोसितले तिमीले पनि बाबा आमा जस्तो गरेर हामीलाई गर हामी पनि छोरीको दर्जा दिनेछौँ बुहारीको दर्जा होइन भनेर भन्नुहुन्छ राम्रोसितले अनि अब तपाईँ त उता जानुहुन्छ नयाँ श्रीमानसँग बस्नुहुन्छ तर यता छोराछोरी त बिजोग हुने भयो नि त दियो अब बाबा हुनुहुन्छ अब बाबाले हेर्नुहुन्छ नि अनि आमा भएपछि त कहाँ हुन्छ त भोगेन भन्नु त हुन त हो अब भए तापनि अब म जो छोराछोरी पनि मसँग आउजाउ गरिराखोस् होइन
मसँग पनि जाओस्, बाबासँग नि बसोस्, मसँग नि भेटघाट गरिराखोस् होइन। म छोराछोरीलाई त्याग्दिनँ, म यसरी हिँडेको नआइज भन्ने मेरो त्यो शब्द हुँदैन। मसँग पनि जाओस्, यता पनि बसोस्, मसँग सम्पर्क। अब छोरी उता गएर बस्दाखेरि अप्ठ्यारो हुँदैन? हुँदैन। उहाँले पनि भन्नुभएको छ अब तिम्रो छोराछोरी मेरो पनि छोराछोरी हो, म त्यस्तो गर्दिनँ। अब तिमी आइसकेपछि तिम्रो छोराछोरी मेरो पनि हो, अब म त्यस्तै राम्रै व्यवहार गर्छु, त्यस्तो गर्दिनँ, हेलाहोचो गर्दिनँ भनेर भन्नुहुन्छ। अनि तपाईँ अब यसै जानुभएको उसै जानुभएको भन्नुभयो होइन। अब तपाईँहरूको बिहे दर्ता रहेछ यहाँनिर है। अब त्यो कानुनी प्रोसेस अलिकति झमेलाले गर्दाखेरि तपाईँको श्रीमानले तपाईँलाई खोजे होइन। अनि यो कुराबाट तपाईँ मुक्त गराइदिनु पर्ने होला। हजुर, म उहाँलाई मुक्त गरिदिन्छु। जुन घरबारी मेरो नाममा छ उहाँको नाममा त होइन, म छोराछोरीको 5वटा छोराछोरी छन्, छोराछोरीको नाममा म गरिदिन्छु है। उहाँलाई डिभोर्स दिनुहुन्छ? हजुर, म डिभोर्स दिन्छु। भनेपछि ऊ अदालत आओस् नआओस् तपाईँ चाहिँ जानुपर्ने हुन्छ हजुर होइन। हजुर। अनि उता तपाईँको नयाँ श्रीमानलाई पनि यो कुरा भन्नुभएको छ? भनेको छु। अब छोरी यहाँ यतापट्टि फर्किनु। अब तपाईँको मम्मी त अब बस्दिन नै भन्दैछ है, अनि के गर्ने त अब? अब मम्मी के गर्नु, जानुहुन्छ भने अब बाबालाई गरिदिनुहुन्छ। अनि त्यही त जानुहुन्छ भने जाओस् होइन, जानु त अब हामीलाई त जानु मन त दिन थिएन नि, के गर्नु। अब बस्दिनँ जान्छु भनेपछि त। अनि मम्मीसँग जाने कि नै उता? नजाने? नरुनु न, नरुनु, यता 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 यहाँ आउनु न। अनि मम्मीलाई भेट्न जानुहुन्छ कि नै? जान्छु। जानुहुन्छ? अनि त यस्तो छ तपाईँको छोरी। यता यहाँ आउनु न, यहाँ आउनु। यता फर्किनु न, यता फर्किनु। अनि मम्मीसँग उता भेट्न गएर कि अब मम्मीसँगै उतै बस्ने मन छ कि क्या हो? बस्न त दुवैजनासँग बस्छु। ए कहिले उता कहिले यता गरेर? अनि उताको बाबालाई देख्नुभयो तपाईँले? के भन्नुहुन्छ? अब त्यस्तो त केही पनि भन्नु भएन। अब मम्मीसँग भेट्नु आइरहनु यताउति। अब तिम्रो मम्मीलाई पनि नल्याउनु, ल्याइसके। अब मम्मीलाई फकाएर लान सक्छौ भने लैजाऊ, म के भन्नु र। तिमीहरूको मम्मी हो, अब लान सक्छौ भने लैजाऊ फकाएर। यता फर्किनु न ल। फकाएर लान सक्छौ भने लैजाऊ, अब म के भन्नु, तिम्रो मम्मी हो। अब गएन भने त अब मैले जबरजस्ती घरबाट धकालेर निकाल्नु त भएन। फकाएर लान सक्छौ भने लैजाऊ भन्नुहुन्छ। ए हो। अनि के अरे तपाईँको मम्मी तपाईँ यता नआउने यता नबस्ने कुरा नै गर्नुभयो तपाईँको बाबासँग होइन। कति वर्ष भयो दिदी तपाईँहरूले बिहे गर्नुभएको त? मैले बिहे गरेको म 14 वर्षको थिएँ बिहे गर्दाखेरि। सानै उमेर थियो। म देउरी स्कुल पढ्थेँ है। उहाँले भन्नुहुन्थ्यो मलाई, मसँग यसरी त जानुपर्छ, यसरी गइनस् भने तँलाई मेरो भिनाजु माओवादीको कमान्डर हो, मसँग गइनस् भने तँलाई म मेरो भिनाजु लगाएर तेरो शाखा सन्तान सबै यसरी मारिदिन्छु, यस्तो गर्छु त्यस्तो गर्छु, यो कुरा बाहिर कसैलाई भनिस् भने पनि मर्छस्, तँ पनि मर्छस्, तेरो परिवार पनि मर्छस् भनेर यस्तो धम्की दिनुहुन्थ्यो मलाई है। अनि म चाहिँ बाध्यताले गर्दाखेरि पनि मैले डरले भन्न सकिनँ। त्यतिखेर माओवादीको धेरै हुलचुल पनि थियो। अनि मैले डरले भन्न नि सकिनँ। अनि म उहाँसँग त्यसरी दिनकै मलाई त्यसरी टचर दिएपछि म उहाँसँग यसरी जानलाई म बाध्य भएँ। जस्तो अब तपाईँ गइसके पनि छोराछोरीलाई त कन्ट्याक्ट गर्नु पर्थ्यो नि, कन्ट्याक्टै गर्नु भएन? हजुर, मलाई डर भयो नि त। म घर छोडेर हिँडिसकेपछि अलिकति मलाई पनि डर भयो नि त, बा केही भन्ला केही गर्ला भन्ने डर भयो। त्यसैले म कन्ट्याक्ट बिन भएर बसेको थिएँ। म तर कन्ट्याक्ट चाहिँ गर्छु भनेर चाहिँ मनमा सोचिरहेको थिएँ। छोराछोरी अरूलाई भन्न नसके नि म छोराछोरीलाई भन्छु, किनकि छोराछोरीले मेरो पीडाहरू रात दिन देखिरहेको छ। मलाई यस्तो टचर गरेको, परिवारले सबैजनाले मलाई यस्तो गरेको त्यस्तो गरेको कुराहरू सबै छोराछोरीले बुझेको छ, आँखाले देखेको छ। बाहिर मान्छेलाई झुटो बोले पनि सत्य बोले पनि उहाँ बच्चाहरूको मनमा त छ नि, मेरो आमालाई यस्तो गरेको छ त्यस्तो गरेको छ बाबाले भन्ने कुरा त देखिरहेको छ, बुझिरहेको छ भन्ने मलाई छोराछोरीले चाहिँ बुझ्छ होला जस्तो लागेको थियो। म छोराछोरीसँग कन्ट्याक्ट चाहिँ गर्छु भनिरहेको थिएँ। होइन, अब उनीहरूले बिचरा छोराछोरीले तपाईँलाई केही भनेको छैन? भनेको छैन। मेरो आमाले अब बिहे गरेर गयो, गल्ती गर्यो, बाउ छोडेर गयो, यस्तो आमा उस्तो आमा भनेको छैन। हेर्नु तपाईँको छोरीले कति माया गरिरहेछ। अझ हिजोदेखि भेटेदेखि तपाईँलाई छोडेको छैन? छैन। हो कि भन्नु त? हजुर हो। अब यदि आमाको माया नहुनु भने त किन यहाँ आउँथ्यो होला र होइन, तपाईँसँग किन चाहिँ
बस्थ्यो होला, घर नगए नगए त होटलमै पनि बस्यो तपाईँसँग, हजुर हो कि भन्नु त? हो छोरीले त अति माया गर्दो रहेछ है। हजुर छोरीले माया गर्छ। र तपाईँले घर अब ठिकै छ, तपाईँको श्रीमानको कारणले गर्दा घर छोड्नुभयो, त्यतिखेर भागेर निस्किनु भयो होइन? अनि भागेर निस्किँदाखेरि यो छोरीलाई सम्झिनु भएन त्यति बेला? यता यता आउनु न अनि यता। त्यतिखेर मनमा चाहिँ पीडा परेन तपाईँलाई? पीडा त पर्छ, छोराछोरीलाई छोडेर हिँड्न रहर त कसलाई हुन्छ र? जे भए पनि छोराछोरी भनेको एउटा मुटुको टुक्रा हो नि त, छोडेर हिँड्न त रहर त कसलाई हुन्थ्यो र? त्यही पनि अब बाध्यता र परिस्थितिले गर्दाखेरि भुलेर हिँडेँ। सुरुमा तपाईँले यहाँ घर छोडेर निस्किनु भयो नि, कसरी चाहिँ तपाईँ सुत्त निस्किनु भयो? त्यो श्रीमान त घरमै थिएछ। हजुर घरमै हुनुहुन्थ्यो। कसरी प्लान बनाउनु भयो? यस्तो भयो, उहाँले मलाई भन्दै हुनुहुन्थ्यो माछा मार्न जाम हिँड भन्नुभयो। मैले भने म जाँदिनँ माछा मार्न, म चिसोमा धेरै डुब्न पनि खेल्न पनि सक्दिनँ पानीमा, मलाई हात खुट्टा दुख्छ, तपाईँलाई थाहा छ म जाँदिनँ पनि खाँदिनँ पनि भनेर भने। अनि उहाँले भन्नुभयो किन जाँदैनस् त हिँड, जानुपर्छ भन्नुभएको थियो। मैले भने म खाँदिनँ पनि म जाँदिनँ पनि, म घरमै बस्छु भने। अनि माछा मार्नु गयो? त्यसो भए म माछा मार्न हिँडेँ, तँलाई म खाना पनि दिन्न भन्नुभयो। नदिनु म खाँदिनँ पनि भने। अनि उहाँ माछा मार्न जानुभयो। अनि तपाईँ त्यहाँदेखि कता जङ्गलतिर फुत्तै निस्किनु भयो? हजुर त्यो पाइला पनि देखिरहेको थियो त्यहाँ। छोरा थियो त? छोरा चाहिँ छोरा कपडा धुँदै थियो, अनि म चाहिँ जङ्गल जान्छु भनेर हिँडेँ। अनि त्यतिखेर त्यो जुन उताको राजकुमार भन्नुभयो होइन, राजकुमार चाहिँ कहाँ थियो? उहाँ माथि चोकमा हुनुहुन्थ्यो। यहाँ लिन आएको थियो? मैले नै बोलाएको थिएँ। ए के भन्छ अब तपाईँ उ गर्नुहुन्छ भने, मलाई अपनाउनुहुन्छ भने यसरी लिन आउनु भनेको थिएँ मैले। अनि त्यसपछि उहाँले भन्नुहुन्थ्यो म लिन आउन सक्दिनँ, तिमी आऊ भन्नुभएको थियो। लिन आउनु सक्नु हुँदैन भने छोडिदिनु, नआउनु, म मर्छु भन्दै थिएँ। अनि उहाँ आउनुभयो। आउनुभयो? हजुर। अनि माथि चोकमा त्यही दिन आउनुभएको कि कति दिन भयो थियो आएको? त्यही दिन आउनुभएको। त्यही दिन आउनुभएको थियो। हजुर। अनि बेलुका स्वाट्टै निस्किनु भयो? त्यहाँदेखि कहाँ बस्नुभयो तपाईँहरू? हामी सरासरी घरै गयौँ। सरासर जानुभयो? ऊ के गाडी लिएर आएको थियो कि? गाडी लिएर आउनु भएको थिएन, गाडीमा बसमा चढेर आउनुभएको थियो। अनि फेरि हामी जाँदाखेरि नाइट बस चढेर गयौँ। कहाँ नाइट बस चाहिँ त्यहीँ पाउनुभयो कि? लाहानमा गएर। यहाँदेखि चाहिँ लाहानसम्म जानुभयो? लाहानसम्म गयौँ, म्याजिक के अरे हाइसमा चढेर, हाइसमा होइन विङ्गरमा चढेर, अनि त्यहाँदेखिको लाहानदेखि अनि नाइटमा चढेर गयौँ। लुगा चाहिँ तपाईँको लुगाहरू चाहिँ? लुगा त म जुन लुगा लाएर निस्केको त्यही लुगामा गएको। अनि अरू सानो भाइहरू पनि रहेछ नि है कि छैन तपाईँको? मेरो छोराहरू छ। अन्त त्यो छोराहरू चाहिँ? छोरा बाबासँग माछा मार्न गएको थियो। कति कति वर्षको छन् भाइहरू? यतापट्टि आउनु न, छेलियो कि अलि यता त दिदी, अलि यता फ्रेम भएन कि। कति कति वर्षको छ भाइहरू चाहिँ? एउटा 10 वर्षको छ, एउटा 12 वर्षको, अनि एउटा भाइ 14 वर्षको छ। अनि अन्त त्यो सानोले त के बुझ्ला? यो छोरीले त बुझिरहेछ आमा के हो, आमाको माया के हो भने भेटेदेखि टाँसिरहेछ आमासँग। त्यो नानीहरूले त केही थाहा छैन नि त। अब हेर्नु त के गर्ने तिनीहरू चाहिँ? बाबासँगै बस्छ। अब बाबाले जे सिकायो त्यही गर्ने, जे भन्न लगायो त्यही भन्ने। अब छिपिसकेको छ बच्चाहरू। कहाँ 10 वर्षको छिपिन्छौँ? छिपी गयो नि। अब त्यति गर्दाखेरि पनि अब यस्तो भन्नु हुँदैन बाबु, बाबाको कुरा सुन्नु हुँदैन भन्दाखेरि बाबाले त सिकाएको नि हामीलाई भन्ने। अब त्यहाँ बाउले जे सिकायो त्यही भन्ने गरेपछि दर्शक बहिनी, फरार भनिए कि गोमा देवी परियार उहाँ नै हुनुहुन्छ र उहाँलाई हामीले चितवनमा भेटिसकेपछि अहिले हामी उदयपुरमा आइपुगेका छौँ। र अब उहाँ चाहिँ अब आफ्नो श्रीमानसँग नबस्ने, बरु छोराछोरी उता मसँग भेट्न आओस्, जान्छ भने पनि म लिएर जान्छु भन्ने खालको जस्तो कुरा गरिन्। तर कुनै हालतमा नि नबस्ने भन्ने खालको कुरा गरेपछि अब उहाँको श्रीमानसँग पनि हामी कुराकानी गर्छौँ र श्रीमान श्रीमती दुवैजना राखेर पनि हामी कुराकानी गर्छौँ। त्यसमा अब के निचोड निस्किन्छ त? उहाँको श्रीमानले राख्ने नराख्ने के हो, अब त्यो पनि आउँछ। छोरीले त भनिहाली भर्सक आमा हामीसँगै बसे राम्रो हुन्थ्यो भन्ने खालको कुरा गरिराख्नु भएको छ। अब उहाँ चाहिँ अब नबस्ने भनिसकेपछि अब हेरौँ, तपाईँको श्रीमानसँग नि कुराकानी गरौँ है। हुन्छ।